आज हामी 5 बजे बिहान उठेर चाहिँ समुद्रमा आइरहेको छौँ। यो चाहिँ म विदेश बसेको 5 वर्ष भयो होला। कतारमा त्यहाँ 4 वर्ष, कतारमा 4 वर्ष 3 महिना बस्यो। अनि कुवेत आएको मेरो कम्तीमा पनि 8 महिना भइसकेको छ। यो दौरानमा चाहिँ म समुद्रको पानी छेउको यो मेरो लाइफको फर्स्ट टाइम हो। बालुवाघारी छ है, हामी बालुवामा हिँडिरहेको छौँ। यो साथीहरूसँग आएको म चाहिँ आज 5 बजे भन्दाखेरि पनि 4:30 बजे बिहान उठेर। अनि मान्छेहरू यहाँ फिसिङ गरिरहेको रहेछ। म चाहिँ पानी छुन गइरहेको छु समुद्रको। मैले लाइफमा अहिलेसम्म कहिले पनि छोएको छैन। हेरौँ कस्तो हुँदो रहेछ त। मान्छेहरू फिसिङ गरिरहेछ रहेछ है, नुहाइरहेछ, कोही फिसिङ गरिरहेछ। अनि त्यो पर देखिएको चाहिँ होइन, त्यहाँ पर देखिएको चाहिँ यो सिपहरू आउँछ नि त, त्यसको सिप पोर्ट हो। उता पनि छ। अरू बेला पानी यहाँसम्म आउँछ, अहिले चाहिँ यो किनारासम्म मात्रै रहेछ। यहाँ ढुङ्गाहरू, बालुवा गिट्टी, ढुङ्गा बालुवा गिट्टी माटो। आहा घोचिरहेछ। आहा आहा चिसो। आ आ आ आ चिसो 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 चिसो। कैसा लग रहा है सर्वेश भाई? आपको कैसा लग रहा है? ठंडा है? लेउ परिसकेको रहेछ छेउछेउको ढुङ्गाहरूमा चाहिँ। अर्ली मर्निङ समुद्रको भ्यू। मछलियाँ बहुत बड़ा थी यार, बहुत मछली पता चलता है। यहाँ तक मछली का बहुत ज़्यादा। कति राम्रो बजिरहेको छ। हाउ नाइस, वाउ। यहाँ सबै माछाहरू टिमटिमाइरहेको छ। उयो त देखेको टिम गरेको सबै माछाहरू रहेछ। परेवा पन्छी उड्दामाखेरि आकाशे ढाकुन्। कति धेरै माछा। त्यो टिमटिम गरेको सबै माछाहरूको टिमटिमाहट। How nice. ढुङ्गा, पहाडको जस्तै ढुङ्गा। आया सर्वेश हाई बोलो। हामी समुद्रको किनारा हिँडिरहेछौँ। कति चिसो अनि सफा पानी रहेछ। अर्ली मर्निङ समुद्रको छेउबाट यति राम्रो सनसेट। वाउ। आज हामी समुद्रमा आइरहेको थियौँ बिहान आउनु पाएको 1 घन्टा भएको छैन। मिसाइलको साइरन बज्न थाल्यो, बजिरहेछ। फेरि वार स्टार्ट भयो जस्तो छ। दुनियाँ कति स्वार्थी रहेछ त। हामी यहाँ झट्ट सिधा हेर्दाखेरि चाहिँ यो मान्छेले माछालाई दाना छरेको जस्तो देखिन्छ होइन, तर हो पनि
किनकि हामीले त्यो मात्र देखिरहेको छौँ नि त यो मान्छेले दाना छरिरहेको कुरा, तर वास्तविकता त्योभन्दा फरक छ। उहाँ मान्छेले चाहिँ यहाँनिर बल्छी थापेर जानुभएको छ। यसको मतलब उहाँले माछालाई दाना दिनुभएको होइन, उहाँले चाहिँ माछालाई आफ्नो जालमा पार्नको लागि दाना छर्नुभएको मात्रै हो। त्यसैले देखेको र सुनेको सबै कुरा कहिलेकाहीँ सत्य नहुन सक्छ। हामीले देखेको चिजहरूभन्दा केही कुराहरू चाहिँ फरक नै अर्थ लाग्ने गर्छ जिन्दगीमा कहिलेकाहीँ। त्यसैले देखेका हरेक कुराहरू र सुनेका हरेक कुराहरू सत्य नहुन सक्छ, त्यसको पछाडि अर्कै स्वार्थ लुकेको पनि हुन्छ। त्यो कुरालाई औल्याउन जरुरी छ। कसैको मुस्कानको कारण बन्नुपर्छ जिन्दगीमा होइन, कसैले दुःख दिनुभन्दा पनि कसैको मुस्कानको कारण बनेको चाहिँ बेस अरे भन्छन् सायद। त्यसैले पनि कसैको चित्त दुखाउनतिर लाग्नुभन्दा पनि कसैको दुखिरहेको चित्तलाई चाहिँ राहत दिनतिर लाग्नुपर्छ मेरो विचारमा चाहिँ।